गुड इभिनिङ साथीहरू। म चाहिँ यहाँ याङजिमासँग साथी आएको थियो। याङजिमाले चाहिँ भाउजू घर जाउँ न भने कि किन होला भनेको थियो कि साथीहरू। यहाँ हेर त्यही 230 रुपियाँवाला चक्कु चाहिँ 200 रुपियाँ किनेको अरे। यस्तो छ 100 200 भनेको अन्त 100 देखाउ त 100 को चक्कु। 100 को चक्कु चाहिँ यस्तो अरे। यो त 20 रुपियाँ पनि पाउँछ। उसले चाहिँ बिच गल्लीबाट किनेको अरे कि यो त 20 रुपियाँ पनि पाउँदैन भन्छ साथीहरू। उसको चक्कु 100 रुपियाँ अरे हो। यस्तो पनि हुन्छ जाउँ न भाउजू घर भने कि आएको त 20 रुपियाँवाला चक्कुलाई त चक्कु होइन यहाँतिर चाहिँ छुरी भन्छ हो। यतातिर चाहिँ छुरी भन्छ नि त। अन्त छुरी त 100 रुपियाँ किनेको अरे। यहाँ यी छुको मात्र छैन कस्तो लाग्ने चाहिँ होला यसले रिस नउठाऊ है साथीहरू। यति नै थियो भिडियो हो। नेक्स्ट भिडियोमा भेटौँ ल।